असारको अन्तिममा छौँ हामी। धान रोपेर सकिसक्यो, धान हरियो भयो होइन आमा? तर पानी चाहिँ धानमा चाहिँ पानी चाहिँ के भयो, कम हुँदै गयो। अनि हामीले कहिले काट्ने रे आमा धान? धान के कहिले काट्ने अरे? मङ्सिरमा, भदौ असोज महिना र कार्तिक महिना र कार्तिकमा हो जस्तो लाग्छ है मलाई चाहिँ। कार्तिकमा धान काटेर त्यसपछि गोदाममा राख्ने थन्काउने वर्षभरिलाई, अनि त्यसपछि बसी खाने होइन?